परापूर्व कालमा विवाहमा जन्तीहरू विशाल ढुङ्गामा विश्राम गर्ने गर्थे। तीर्थयुगमा विवाहका लागि बेलका राजाका छोरा गोलमा राजा रानीका छोरी लिन जन्ती जाने क्रममा बाटोमा आराम गरिरहेको ठाउँमा कलियुग आई जन्ती अल्पिएपछि यस ठाउँको नाम जन्तेढुङ्गा रहन गएको किम्वदन्ती भेटिन्छ। ठुला ठुला ढुङ्गाहरूको बिचमा रहेका सासाना ढुङ्गाहरू चाहिँ जन्तीहरू अल्पिएर रहेको रे भन्ने भनाइ छ। यो चाहिँ जन्ते ढुङ्गा हो। यो चाहिँ कलियुग लागेपछि चाहिँ जन्तीहरू चाहिँ यहाँ अर्केर हुन्छ नि अलप भएको अरे। तर अनि यहाँबाट चाहिँ माथि चाहिँ के अरे गोलमेभिर कटुन्जेमा त्यहाँ चाहिँ राजा रानी यिनीहरूको चाहिँ बेहुला बेहुली चाहिँ माथि कटुन्जेको त्यो गोलमेभिरमा चाहिँ अड्केको भन्ने चाहिँ हुन्छ नि मानवीय हुन्छ नि किम्वदन्ती चाहिँ हामीले चाहिँ सुनेको कथा हो। अब यति हुन्छ नि एक्ज्याक्टली यसको उमा चाहिँ हामीलाई थाहा भएन। तर मेन चाहिँ यहाँ जन्ते ढुङ्गा हुन्छ नि यो जन्तीहरू आउँदाखेरि के अरे कलियुग लागेपछि चाहिँ यहाँ जन्तीहरू चाहिँ यहाँ अड्क्यो। यसको चाहिँ बेहुला बेहुली चाहिँ माथि गोलमेभिरमा कटुन्जेमा पर्छ। त्यो चाहिँ त्यहाँ माथि चाहिँ अब त्यो पुरै बेहुला र बेहुली जस्तै ठुलो ठुलो उयोहरू छ होइन। त्यो ठुल्ठुलो हुन्छ नि उनी त्यो स्ट्याचु नै छ ढुङ्गाको। त्यो पारी हुन्छ नि उबाटै देखि नाकछागाको उतातिर डाँडैबाट देखिन्छ। अहिले यस ठाउँमा पारुहाङ र सुम्निमाको प्रतिमा बनाई अझ रमणीय ठाउँ बनाइएको छ। यहाँ किराँतीहरूको पर्व उधौली उभौलीमा साकेला नाचेर मनाइन्छ।